गुन्टे के भन्ने अरे इन्ट्रो भन्नु ल मेरो इन्ट्रो भन् त सो हेलो गाइज एभ्रिवान इट्स मी अनिस यास मगर ब्याक टु माई न्यू भिडियो होइन धेरै पछि होइन कति महिना भयो मैले भिडियो नगएको कति महिना हो अरे 5 महिना हो र ल यहाँ चाहिँ पाण्डे दाइ छन् यहाँ ठुलो मम्मी गइसक्नु भइसक्यो ल यहाँ चाहिँ निश्चल आज कहाँ जानु लाग्यो रे हामी यस्तो रियाक्सन छ अलि एक्टिभ भएन अरूहरूलाई चलेको चलाइ गर्छ जस्तो चुप हो क्या क्यामेराको अगाडि ल अब चाहिँ मम्मी र छेमा अनि बजा आउनु बाँकी छ अनि त्यसपछि हामी जान्छौँ ठुलो ए बजाइ गइसक्नु अब हामी चाहिँ जान्छौँ कहाँ अरे सिधै पुन्डीकोट होइन मम्मी र छेमालाई देखाएपछि हामी सिधै पुन्डीकोट जान्छौँ पनि सो गाइस यहाँ चाहिँ हाम्रो छाता छ है ल अब मम्मी चाहिँ रेडी भइसक्यो सबै हामी जानु लाग्यो ल समाज ल पुन्डीकोट गएर भेटिन्छ अब ड्राइभर चाहिँ यहाँ आउँदैछन् है ल हामी चाहिँ सिधै पुन्डीकोट गएर भेटिन्छौँ अब चाहिँ हामी गाडीमा टक्क बस्छ है पुन्डीकोट वे टु पुन्डीकोट ड्राइभर दाइ बाजे मम्मी छेमा ठुलो मम्मी बजै निश्चल म पाण्डे दाइ अनि यहाँ हाम्रो गुन्टे ल हामी चाहिँ अब पुन्डीकोट जानु लाग्यो अघिको मैले त्यो इन्डिङ अप गरेको थिएँ पुन्डीकोटको लागि त्यो अब मैले कट गर्छु होइन अब चाहिँ सिधै पुन्डीकोट गएर भेटिन्छ अगाडि बस्नु हुन त हो के अरे अहिले अगाडि बस्छु म अगाडि बसेर गराउनु पर्दा ल हामी फाइनल्ली पुन्डीकोट आइसक्यो होइन यहाँ चाहिँ मम्मी ठुलो मम्मी बाजे यहाँ चाहिँ हाम्रो गुन्टे छ छामा बजै निश्चल यहाँ पाण्डु आयो म चाहिँ यहाँ छु अब चाहिँ हामी एकैछिन बाटो वाक गरेर देखाउँछौँ होइन कहाँ कहाँ छ भनेर ल चलो लेट्स गो छाटा पर्छ र एकैछिन आइन्छ के अरे हामी चाहिँ जानु लाग्यो यही हो नजिकै हेममा नै माथि उक्लेसी त आइहाल्नु तर म माथि गरेर यस्तो गरेर भिडियो खिच्नु यस्तो गरेर हामी चाहिँ साइड लाएर हिँडौँ फलो गर्न पर्छ पुन्डीकोट त्यो चाहिँ म अब माथि होइन हामी एकैछिनमा आज यो उसले 3टा क्यामेरा खिच्दै यही माथि त हो अब होला हाम्रो अनिसियस ल हामी हामी चाहिँ आधी बाटो देखाइसक्यो अब सिधै हामी माथि गएर होइन पुन्डीकोटको रिसोर्ट गर्छौँ ल यहाँहरू चाहिँ बल्ल इन्ट्री 15 मिनट 10-15 मिनट कुरेर बाजे हामी चाहिँ अघि नै आएर बसेको उता चाहिँ नयाँ बनाएर चाहिँ ड्रिम सिटी ल हिँड सो लेट्स गो गाइस हामी चाहिँ अब चाहिँ आज चाहिँ मैले जस्तो चाहिँ आएको थिएँ म पुन्डीकोट अब त्यसपछि 2-3 वर्षपछि बल्ल आएँ अलिकति उ भयो ए यहाँबाट त भ्यू त मिठो देखिन्छ त मजाको देखिन्छ अझ यो बाटो उता साइडतिर झन् राम्रो देखिन्छ क्या भ्यू हो छेमा यताबाट ठ्याक्क उताबाट ठ्याक्क देखिन्छ क्या फेवाटाल ल हामी चाहिँ अब सिधा माथि गएर अलिकति इन्ट्रोड्युस गर्छौँ है
हामी चाहिँ टक्क आइसक्यौँ है। यो चाहिँ कहिले पनि छुट्दैन टक्क लाएर होइन। हामी आइसकेको छौँ पुन्दिकोटको सबैभन्दा ठुलो यो नेपालभरिको होइन एकदम ठुलो मूर्ति शिव भगवान्को। अनि यहाँ चाहिँ हाम्रो चाहिँ नाइजल छ अनि यता निश्चल बाजेर ऊ चाहिँ पाण्डु दाई चाहिँ वासरुम गर्छन्। अब अलिकति शीतलमा बसेर आइसक्यो नि ल। अब चाहिँ हामी माथि जान्छौँ। बजाइलाई अलिकति समस्या भएर बजाइलाई अलिक गाह्रो छ हिँड्न। तलै हुनुहुन्छ है उसमा, तर बनाउनु चाहिँ पहिला भन्दा धेरै राम्रो बनाएको रहेछ। कस्तो लाग्यो बाबु? दामी खतरा। ल त्यही हो खतरा ठाउँ। अब खत्रै हुने भयो। अब अलि माथि गएर अब सबै उ गर्नु पर्यो। सो हामी चाहिँ आइसक्यो माथि यहाँ निश्चल या पाण्डु। चलो 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 बाजे यहाँ ठुलो मम्मी छेमा बजाइ। ला यो मिस्टेक हुन्छ क्या यो क्यामेरा मैले ल यहाँ आउँदा चाहिँ यस्तो आनन्द आउँदो रहेछ है। यता कता आँटो घुम्ने? यता आँटो घुम्नु त हराउलास् है। यता आइज त मसँग हामी चाहिँ सिसे चलो गएको छैन। हामी चाहिँ अब आइसकेको छ देश। मलाई नि पुन्दिकोट जान लास्टै मन लाग्थ्यो होइन। फाइनल्ली पुन्दिकोट रिच गर्यो। यहाँ चाहिँ टुरिस्टहरूको एकदम धेरै भिड छ। अनि मम्मी छेमा बाजे चाहिँ यताबाट आउँदै हुनुहुन्छ र देख्न सक्नुहुन्छ। आज उता साइड चाहिँ लेक साइडको भ्यू छ। म देखाउँछु है एकैछिनमा म देखाउँछु। अब धेरै रिभिल गर्ने धेरै उ गरेर लामो हुन्छ भिडियो। सो धेरै लामो नगरौँ सर्टमा गराउँछु ल। चलो अब चाहिँ हामी पछाडिको देखाउनेलाई फोटो सुट हान्नेलाई अहिले भेटौँ न ल। चाहिँ यहाँ ग्रुप फोटो एडिटिङ हुँदैछ है। यहाँ सिस्टरले एडिटिङ गरेछन्। ल हुन्छ। फ्रेम कुन चाहिँ गराइदिनु तपाईहरुलाई? ल सो हामी चाहिँ फोटो सुट भइसकेको छ मम्मीहरूको। घाम पसिना आएर हैरान। पसिना आएर औडा भएर होइन। अब एकैछिनमा हामी चाहिँ सक्छौँ भन्दाखेरि अलिकति मिस्टेक हुन्छ। के गर्छौँ भन्दाखेरि एकैछिनमा अब हामी चाहिँ फोटो सुट हानेर अब सबै चिज घुमेर चाहिँ हामी उतापट्टि जान्छौँ। अनि त्यसपछि उतापट्टि गएपछि हामी सिधै लेक गएर अनि गर्छौँ ल। इन्ट्रान्स छ यहाँ चाहिँ गाईहरू छौँ है। यसलाई आज के रङ्ग पऱ्यो त्यही भएर हिँड्यो है यस्तो गर्दै। अब चाहिँ हामी यो चाहिँ म हिँडेको थिएन है। बजाइहरू चाहिँ टक्क लाएर अघि हिँड्नु आइसकेको छ उतातिर। हामी चाहिँ सो गर्मी आमा पसिना त खली बगेको छ है पसिना त। गर्मी भइरहेको छ नि। सेतो मुजा लाग्यो। यहाँ भित्र चाहिँ के रहेछ? यहाँ कन्स्ट्रक्सन हुँदै रहेछ है गाइज। कन्स्ट्रक्सन इनसाइड द यहाँ ठाउँ है ल। यहाँ चाहिँ ठुलो मम्मी बाजे छेमा सबैजना फ्यामिली हुनुहुन्छ ल। यहाँ गर्मी हेर फोटोसुट हुँदैछ ल। हामी चाहिँ ब्याक साइड अफ शिव भगवान्को पछाडि आयौँ ल। चाहिँ शिव मन्दिर अघिबाट फुल्ली रिभ्यू गरेर हामी चाहिँ सबजना तल झर्न लाग्यो ल। यताबाट झर्ने यताबाट यो झर्ने यताबाट अब झर्छौँ हामी। सो हामी चाहिँ यताबाट झर्छौँ। यहाँ फोटो हान्न लाएर चाहिँ डिस्टर्ब नगरौँ। सो अब यताबाट टक्क झरेर होइन। यहाँ भित्रको हेरेकै छैन यार। तर ठिक छ अब हामी पछाडि लेग साइड हेरेर अब सिधै हिँड्न भान्छौँ ल। मम्मीहरू है यता आइज ल। ए पहिला जुत्ता लाऊँ न है। बहुत उतावला हो रहा है ये बंदा। क्या करना है चाहिए पता नहीं है हो क्या? हामी चाहिँ उता क्या लड्का है?
क्राइट एरियामा आइसकेको छौँ। यहाँ ड्रिम सिटी के हो सिसाको के भन्दै थियो, त्यहाँ हामी जाने होइन किनकि हामी भनेको छिनाएको होइन। सो अब चाहिँ यो बाजालाई बिस्तारै गाह्रो हो बजारलाई नि। सो हामी चाहिँ युवाहरू, हामी भनेको युवा हो, जोस हुन्छ, त्यही भएर हामी चच्चडो हिँड्छ है। हो कि होइन गुन्टे? अहिले यसलाई जोस सक्यो, अघि बिहान कस्तो थियो डेन्जरले गर्थ्यो, अहिले हो अरे यसको जोस सकिसकेछ। अब चाहिँ हामी यसो यहाँको ठाउँ एक्सप्लोर गर्छौँ कस्तो कस्तो छ। अनि त्यसपछि हामी लेक साइड जान्छौँ। अब धेरै घुम्ने गर्मी भएर है पुरा बस्छ है। यहाँ चाहिँ यो त्यो कुन भगवान्को मूर्ति होइन मलाई थाहा भएन। एउटा कार्तिक लक्ष्मी हो ल। यहाँबाट हामी पसौँ, अर्डर फलो गरौँ मम्मीको, यताबाट घुम्ने हामी। सो चलो हामी चाहिँ घुम्न। यता पछाडिबाट किन अगाडिबाट हेर्ने नि? यता यहाँ आज भ्यू हेर्ने राम्रै देखियो होइन कि तलबाट राम्रो देखियो। आज अलिकति होइन अघि छेउमा अर्कै त्यही आटा हो, त्यहीको हो। ल हाम्रो लेक साइड चाहिँ यहाँ देख्न सक्नुहुन्छ, यस्तो मिठो छ। म अलिकति जुम हान्ने चाहिँ जुम आउट। सो यही हो। ल म चाहिँ तिमीहरू त आइज, म चाहिँ एक्सप्लोर गर्छु। ल यहाँ यहाँ चाहिँ भिडियो सुटिङ हुँदैछ, हामी चाहिँ एक्सप्लोर गर्छौँ ठाउँहरू। यो चाहिँ कार्तिकीय भगवान्को, यो चाहिँ को रे कुन भगवान्को रे? लक्ष्मी हो र होइन होला। ल अब हामी चाहिँ यहीँबाट इन्डिङ गर्छौँ। अब चाहिँ हामी तल गएर गाडी साडीमा बसेर अब टक्क सिधै लेकतिर गएर, अब धेरै नलम्बा पनि छास पनि छैन। सो घामको टेम्परेचर नै एकदम हाई छ। आज पुन्डीकोट चाहिँ एकदम मजा भयो। अब हामी सिधै तल लेक साइड गएर भेटुन्छ। त्यसभन्दा अगाडि जिपमा चाहिँ म सानो क्लिप्स गर्छु, सो गर्छु तल झर्नेलाई त्यो त्यति हो। सो हामी चाहिँ आइसक्यो। मेरो साइडमा चाहिँ बाजे, अनि यहाँ चाहिँ ठुलो मम्मी सबै यहाँ। हामी चाहिँ पुन्डीको टाढा ओह्रालो लाग्यो। आइयो घामको कारणले गर्दा ब्राइटनेस पनि त्यस्तै गमला बच्छ। हिँड्नु बाजे। हामी चाहिँ लेक साइड आयो। जहिले जति बेला आए पनि यही लेक साइडमा त भाइब त मान्छेहरूको त वाइल्डै हुन्छ। यस्तो बवाल देख्यो हो है। उता चाहिँ रेस्क्यु बोट छ आर्मीहरूको। त्यो चाहिँ लेक साइड भयो त। कहिले मौसम घाम नलाएर धेरै कस्तो कालो कालो देखियो त्यही पनि। सो हियर वी आर आवर फ्यामिली गाइज।
भनेर अब यसो यताउता हेरेर अब भनेको त्यो एक्लै एक्लै त्यही हो काइकिङ भनेको ल अब चाहिँ हामी सिधै खाजा खाएर भेटौँ अब धेरै लामो होइन आइरहन्छ पछितिर बनाउँला खाजा आइसक्यो है नाङ्लो सेट ल यहाँ ठुलो मम्मी छेमा बजै मम्मी यहाँ सबै ल चाहिँ फाइनल्ली सरङकोट आइसक्यो फाइनल्ली है एकदम अहिले चाहिँ घाम लगाएर अब चाहिँ अलि भ्यू पनि अलिकति राम्रो तर ढुसी लाग्यो हुसी लागेर उता त तलतिर केही देखिएन नि ल This view over सरङकोटको डाँडैमा भन्ने गीत पहिला जस्तो त देखिएन है पाण्डु हामी आउँदा त गणेश मूर्ति गाइस फाइनली सरङकोटको मन्दिर आइयो है यहाँ पाण्डु भए त्यहाँ बाजे गुन्टे निश्चल अब उता मम्मी आमाहरू सबैलाई आइज त्यसको मेरो फेस रिभिल हुन्न त्यहाँ म इजी हालेर इमोजी हाल्दिन्छु यो गणेश मन्दिर स्पेसल गणेश मन्दिर भनेर गराएर रहेछ क्या हामी चाहिँ अब सरङकोटको यो गणेश मन्दिर आइयो है दर्शन गऱ्यो फोटोसोटो सुट अझै स्टिल फोटोसोटो सुट हुँदैछ होइन छामा बजेट मम्मी बाजेको अब बाजेलाई त्यो गीत थाहा सो अब यति नै हो घाम उता आँखा यता यस्तो गरौँ घाम उता आँखा सो आज एकदम रमाइलो भयो हामी पुन्डीकोट गइयो अब स्तुपा जाने भनेको लामो भएको थियो अनि त्यही भएर गइएन धेरै ठाउँ अब एक्सप्लोर गर्ने त भनेको अब टाइमले दिएन भने जस्तो भएन सो अब घाम पनि लास्टै लाग्यो त्यही भएर आज 3टा ठाउँ मात्रै एक्सप्लोर गर्थ्यो लेक साइड पुन्डीकोट र सरङकोट अब नेक्स्ट टाइममा आएको बेला चाहिँ एक्सप्लोर गरौँ न आजको होप यु गाइज इन्जोइङ दिस भिडियो डु नट फर्गेट टु लाइक सब्सक्राइब कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गर्नु नेक्स्ट भिडियोको लागि ल बाई